दर्शकवृन्दहरू विगतको समयमा भुन्टीलाई फकाई फुलाई विवाह गरेर घरमा ल्याएर एकदमै धेरै दुःख दिने भूपेन्द्र लगायत उसका शाखा सन्तानहरूले एकदमै धेरै दुःख पाइरहेका छन्। हो साथीहरू, भूपेन्द्र, बालकुमारी, भीम, भुवन, श्रेयाले त दुःख पाइरहेकै छन् भने उता भूमिकाले पनि एकदमै धेरै दुःख पाइरहेकी छिन्। भूमिकाले भने काम गरी गरी भए पनि एक छाक घाँस टार्नकै लागि अहिले सङ्घर्ष भने गरिरहेकी छिन्। भूमिकालाई भने अहिले कसरी एक छाक टार्ने हो भन्ने कुराको मात्रै चिन्ता हुन्छ। घरमा आफ्नो दिदीले एकदमै धेरै गाली गर्ने, कुटपिट गर्ने गरेकै कारणले, खाना नदिने गरेकै कारणले अहिले भूमिकाले भने भुन्टीलाई सम्झिरहेकी हुन्छन्। साथीहरू, यदि तपाईहरूलाई पनि मलाई जस्तै भूमिकाले दुःख पाएको एकदमै धेरै ठिक छ, बल्ल उनले भुन्टीलाई सम्झिएकी छिन्, भुन्टी भाउजू गलत रहन्छन् भन्ने कुरा बुझ्न थालेकी छिन्। त्यसैले यदि तपाईहरूलाई पनि त्यस्तै लाग्छ भने कमेन्ट बक्समा भूमिकाले दुःख पाउनै पर्छ भनेर लेखी भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट अनि माया दिन पनि अवश्य नभुल्नुहोला। मुद्दा फिर्ता गर्छु भनेर बालकुमारी र भीमले भने भुन्टीको आमा बुवालाई थर्काउनको निम्ति भुन्टीको आमा बुवाकै घरमा पुगिसकेका थिए। तर उनीहरूले भुन्टीको आमा बुवालाई जङ्गलमा लगेर बाँधेको कुरा सुकुमायाले थाहा पाइसकेपछि उनीहरूको अब दुःखका दिनहरू भने फर्किएर आइसकेका छन्। सुकुमायाले भने त्यही बेलामा नै गएर भीमलाई पछाडिबाट लात्तीले हानेर लडाइदिइसकेकी हुन्छन्। हो साथीहरू, यति बेला भुन्टीको आमा र बुवा अनि दिदीलाई बचाउनको निम्ति सुकुमाया जङ्गलमै पुगिसकेकी छिन्। साथीहरू, यता मास्टरले भने भुन्टीसँग विवाह गरेका ती सम्पूर्ण क्षणहरू सम्झिरहेका नै हुन्छन्। यति सोझी, यति असल, यति इमान्दार भुन्टीलाई आफ्नो श्रीमती गराउन पाइयो भने त एकदमै धेरै उचित ठिक हुन्छ भनेर मास्टरले भने सोचिरहेका नै हुन्छन्। तर मास्टरले केवल सोच्ने नै मात्र भए, किनभने अहिले भुन्टी भने मास्टरको छेउछाउ नै परेकी छैनिन्। मास्टरलाई देखिए कि त्यो केटी भुन्टी नभएर सुकुमाया थिइन् भन्ने कुरा मास्टरले अझै पनि पत्ता भने लगाउन पाइसकेका नै छैनन्। साथीहरू, मास्टरले भने भुन्टीको डिभोर्स हुने कुरा थाहा पाइसकेपछि अब भुन्टीलाई मसँग विवाह गरेर एकदमै सुखसँग राख्छु, उसलाई पढाउँछु, लेखाउँछु, ठुलो मान्छे गराउँछु भन्ने मास्टरको भने सोच रहेको छ। तर जसरी भूपेन्द्रले विगतको समयमा भुन्टीलाई पढाउँछु, लेखाउँछु, राम्रो मान्छे बनाउँछु, दुःख दिन्न भनेर विवाह गरेर भुन्टीलाई लगेका थिए, यदि मास्टरले पनि फेरि भुन्टीलाई विवाह गरेर लगिसकेपछि त्यस्तै धोका दिए भने त भुन्टी बिचरा बिजोक अवस्थामा पुगिसक्ने छिन्। साथीहरू, जङ्गलमा गएर पछाडिबाट भीमलाई लात हानिसकेदा पनि भीमले भने केही गर्न सकेका छैनन्, किनभने भीमको अगाडि सुकुमाया छिन् र सुकुमाया चाहे जो होस्, उसले यदि गलत गरेको छ भने उसलाई सजाय दिलाएरै छाड्छिन्। यही त सुकुमायाको खासियत छ। साथीहरू, त्यसैले अब सुकुमायाले भने बालकुमारी र भीमलाई कडाभन्दा कडा सजाय दिलाउने पनि भइसकेकी छिन्। घरमा जग्गा नाप गर्नको निम्ति कोर्टका वकिल आइसकेपछि यति बेला भूपेन्द्रको बुवा भने तर्सिसकेका छन्। भूपेन्द्रको बुवाले भने टोकलेलाई फोन गरेर भुन्टी बुहारीले सम्पत्ति कुरोको कुरा गरेको त अलि सुहाएन नि बाबु, भुन्टी त इमान्दार छिन्, भुन्टीले सम्पत्तिको कुरा त नगरेको भए हुन्थ्यो नि, म बेकार यो झमेलामा पर्ने भएँ भनेर टोकलेलाई भन्छन्। तर टोकले सिधै भनिदिन्छन्, ए उले चाहिँ त्यति दुःख पाउँदा पनि आफ्नो हक र अधिकार नलिकर त्यो घरबाट बिदा भएर जाने, मेरी बहिनी एकदमै धेरै सही छिन्, मेरी बहिनीले आफूले पाउन पर्ने हक र अधिकार लिएरै त्यहाँबाट जाने छिन् भनेर टोकलेले थर्काइसकेपछि यति बेला भूपेन्द्रको बुवाको होस पनि उडिसकेको छ। साथीहरू, भुन्टीले सम्पत्ति पाउने कुरा त अर्थात् पक्का पक्की भइसकेको छ। जसरी सुकुमायाले मास्टर प्लानहरू बनाएर त्यही प्लान अनुसार काम गरिरहेकी छिन्, त्यो अनुसार त भुन्टीले सम्पत्ति पाउने कुरा भने अहिले 100% नै बढिसकेको छ। अझ सुकुमायाले त कोर्टको वकिललाई घरमै गएर सबै कुरा मिलाएर नापजाँच गरेर सबै जग्गाहरू हेरेर आउन भनेकी रहेछिन्। साथीहरू, अब सुकुमायाले चलेको यो चाल तपाईहरूलाई के कस्तो लाग्दैछ त्यो पनि भन्नुहोला।
अब भने भुन्टीका सुखका दिनहरू फर्किएर आएसँगै भूपेन्द्रका रुनी दिनहरू पनि आइसकेका छन्। भुवनले बारम्बार भुन्टीलाई चाहिने जति सम्पत्ति, उसको हक र अधिकारको सम्पत्ति उसँगै लिएर जान दे भनेर भन्दा पनि भुवनको कुरा नसुनेर भूपेन्द्रले जिद्दी गरिरहेका छन्। मैले भुन्टीलाई एक धरी सम्पत्ति दिन्न, उसले दाइजो चाहिँ के पो ल्याएकी थिर भनेर भनिरहेका छन्। तर उनले अब दुःख भने अवश्य पाउनेछन्। जसरी उता भूपेन्द्रको बहिनी अर्थात् भूमिकाले भने धेरै दुःख पाइसकेकी छिन्। मकै खन्न गए पनि घरभरिको सारा क्याम भ्याए पनि उसको दिदीले भने भूमिकालाई कुटपिट गर्छिन् र त्यो एकदमै धेरै सही पनि हो। जसरी भूमिकाले विगतको समयमा भुन्टीलाई खान धरी नदिकर भोकै राख्थिन्, भोकै काममा दलाउँथिन्, त्यो सबैको आँसु भने अहिले भूमिकालाई लागेको हो। उता बालकुमारीले त मेरी छोरी पढ लेखेर के छे मास्टरनी हो, केही पनि दुःख दिन्नन् भनेर सोचेकी छिन् होला। तर यता भूमिकाले दुःख पाएको देखिन् भने उनको पनि होसै उडेर जानेछ। भूमिकाको दुःख, भूमिकाको परिश्रम अहिले भने हामीले देख्न पाइरहेका नै छौँ। साथीहरू, हस्त आजको लागि यति नै। भिडियो राम्रो लाग्यो भने भिडियोलाई एक लाइक सँगै च्यानललाई सब्स्क्राइब गरिदिन पनि अवश्य नभुल्नुहोला। यति भन्दै म ड्रिम रिभ्यू हजुरहरूको सामुबाट आजको यो भुन्टी रिभ्यूको भिडियो यही सकाएर बिदा हुन चाहे। मलाई बिदा दिनुहोस्। धन्यवाद।